So guys, welcome back to my YouTube channel once again. How you guys are doing? I hope you are doing great. आज चाहिँ म कंगारू भ्याली जाँदैछु विथ राइडर्स नेपर्स. यो ट्रिप चाहिँ 140 किलोमिटर्स प्लस को हुनेवाला छ. हुन्छ नि one way 140 भनेपछि 300 किलोमिटर्स. सो म एउटै मात्र बाइक कुदाउँदैन, मेबी 2 मेबी 3 मेबी 4, आई डोन्ट नो. तर यो चाहिँ मेरो फिट हो, जुन चाहिँ हुन्छ नि अल्पाइन स्टारको ज्याकेट, अल्पाइन स्टारको बुट, द प्यान्ट्स. यो प्यान्ट चाहिँ चेन्ज गर्नुपर्ने बेला भएको छ, तर यसको लागि नि पैसा चाहिन्छ गाइज हैन. सो डाइनिजीको ग्लोभ्स एन्ड माई ब्युटिफुल एचजेसी, जसमा मैले मेरो क्यामेरा सेटअप लगाइसकेको छु. क्यामेराको क्वालिटी त राम्रो आउला, किनभने यो 9 नै हो हैन, मैले पहिला चलाइराखेकै हो. तर अडियो क्वालिटी कस्तो आउँछ आई डोन्ट नो, किनभने नेपालकै हो माइक त हैन. मैले नेपालदेखि नै यही माइक चलाउँथेँ, तपाईँहरूलाई पनि थाहा छ. यो माइक मैले अस्ट्रेलिया पनि लिएर आएँ, तर यसमा चाहिँ मैले चिन माउन्ट मगाएको थिएँ. यो जुन चिन माउन्ट छ यसमा चाहिँ हाई स्पिडमा यो फुल्ली क्लोज नभएको भएर हावा जान्छ, प्लस यहाँ चिन कर्टन पनि छैन. सो दुईतिरबाट अलिकति हावाको डिस्टर्बेन्स आउन सक्छ. तर लेट्स सी, अब लेट्स गो है त, बाइक स्टार्ट गरौँ. गाइज लुक एट दिस ब्युटिफुल बिस्ट. अब हामी चाहिँ ग्रान्डविल जाऊँ हैन, किनभने ग्रान्डविलमा चाहिँ हाम्रो मिटअप हुन्छ 8 AM हैन. यहाँ चाहिँ 9 AM देखाइरहेछ. कसरी 1 घन्टा पर सरेछ मै अचम्ममा परिरहेछु. हो, मलाई सबसे मनपर्ने थाहा छ गाइज, पार्किङ लटमा पड्काउने हो क्या. यहाँनिर सुन्नुभयो आवाज? ओ माई गड. अनि उयो मिररमा टक्क आफूलाई देखिन्छ, उयो मिररमा. जम गाइज, यहाँ माथि हो मेरो घर हैन. म चाहिँ जेनरली गाइज हैन मेरील्यान्ड्समा बस्छु. सो एज यु नो, मेरो घर देखिहाल्नु भयो तपाईँहरूले. पहिला म ग्रान्डविल बस्थेँ, मेरील्यान्ड सरेँ. पहिला लिटकम बस्थेँ, ओभन बसेँ, ग्रान्डविल बसेँ, मेरील्यान्ड बसेँ क्या. एक स्वभाव ट्याक्क सर्दै सर्दै आइरहेको छु क्या. सन्डे फन्डे मैले ग्लोभ्स नलाएको कारण चाहिँ त्यहीँनिर केटाहरूलाई यहीँ भेटिहाल्छु क्या, नजिकै 1 सभा पुत्ता हो. अनि त्यहाँ गएर पनि आधी घन्टा जति बस्नै पर्छ नि त. सो आधी घन्टा होइन, 1-1.5 घन्टै होला. 1-1.5 घन्टा बस्नु परेपछि यु नेभर नो. आज आई डोन्ट नो कतिवटा बाइक आउँछ, तर जस पड्काएर कुदाउन सही मजा आउँछ. पेट्रोल पनि हाल्नुपर्ने थियो. सो गाइज यस्तै छ है. धेरैजनाले अस्ट्रेलिया कस्तो छ भनेर अब लाग्छ नि त, कतिजनाले भ्लगै बनाइरहेको छैन क्या अहिले अस्ट्रेलियामा. हुन्छ नि, किनभने युट्युब इज फक्ड अप क्या अहिले. युट्युबमा साला हुन्छ नि भ्युज नआउने, यताउति हुन्छ नि, लङ भिडियोजहरू, मान्छेको एटेन्सन स्प्यानहरू फकिङ डेड भइसकेको छ. सो त्यही भएर चाहिँ धेरैजना चाहिँ टिकटकर बनिरहेछ होइन, किनभने टिकटकमा इट्स भेरी इजी, कन्भिनियन्ट. युट्युबमा चाहिँ यु निड टु फलो द्याट पर्सन होइन. फर यु पेजमा यतिकै ऱ्यान्डमहरू सिटहरू आइदिँदैन क्या. सब्सक्राइब नै गर्नुपर्छ अलिकति मजाले हेर्न. सो त्यही हो गाइज, अहिले म मेरील्यान्ड्सबाट टक्कसँगले ग्रान्डविलतिर जाँदैछु. युनिभन्दा अलिकति तल पैसा पर्ने कलेजहरू मैले पढिरहेको छु नि त. सो त्यस्तो कलेजहरू चाहिँ तपाईँहरूलाई नि पढ्न मन छ भने चाहिँ यु क्यान डिरेक्टली कन्ट्याक्ट मी. सिधै क्रेडिट ट्रान्सफरहरू यताउति हुन्छ. नेपालदेखि हेर्दै हुनुहुन्छ भने 6 महिना पछाडि आए पनि मलाई कन्ट्याक्ट गर्दा भयो. मेरो इन्स्टाग्राम, फेसबुक सबैमा थट्स एन्ड विल्सहरू नै होला. इन्स्टाग्राममा मोस्ट प्रोबेबली चाहिँ थट्स एन्ड विल्स छ, टिकटक छ, युट्युबमै कमेन्ट गरे पनि हुन्छ, हेरिन्छ. अनि जस मैले मेरो नम्बरहरू पनि छोडिदिरहेको हुन्छु, अस्ट्रेलियामा हुनुहुन्छ भने कन्ट्याक्ट मी. अनि त्यही नै हो. सो गाइज मैले तपाईँहरूलाई पहिला देखाएँ नि होइन, म त्यो बिल्डिङमा बस्थेँ. मैले अघि त्यो जुन मैले मेरो बिल्डिङ देखाएँ नि, म त्यहाँनिर बस्छु होइन. अनि पहिला चाहिँ म उहाँनिर बस्थेँ, उयो बिल्डिङमा. सो गाइज उयो पहेँलो बक्स जस्तो भएको छ नि, त्यो बिल्डिङको पछाडिको लास्टको बिल्डिङमा बस्थेँ कि म चाहिँ पहिला. अनि त्यहाँदेखि सिधै मेरील्यान्ड सरेको. सो 5 मिनटको राइड हो क्या, नजिकै हो, नजिकै. यो चाहिँ हाम्रो मिटअप पोइन्ट. सो गाइज धेरैजनाले, कतिजनाले चाहिँ कहाँ भेट्नुहुन्छ दाइहरू भन्दै हुन्थ्यो. सो यही हो, 7-11 इज वेयर वी मिट. अनि राइडर्सहरू आइसकेको छ है.
आइसकेछ पिपल आइसक्यो आमा हो के छ पिपल हातसाथ नमिलाइदिने भिडियो सिडियो मात्र खिच्दिने हो कि क्या मेरो यो क्यामेराले गर्दा अलिकति मिलाउनु पर्छ के छ दाइ हाउ आर यु आई एम भ्लगिङ टुडे ए हो दाइको RS-V4 इन द हाउस लड्यो कि क्या हो दाइ अस्ति अलिकति ए हो एनिवेज होइन केही फरक परेन झर्छ अनि यो चाहिँ पिपलको CBR 1000 यो पनि 1000 यो पनि 1000 उयो चाहिँ ओ माई गड के हो भी खाँदै हो के भए आजदेखि त भ्लग स्टार्ट भयो नि त दाइ यत्रो अब बाइक्सहरू छ हेर्नु न यहाँनिर आँखा मात्र ल यता पनि जाउँ आँखा तर्न मात्र त्यो हुन्छ नि आँखा सेक्नलाई आउँछु क्या म सन्डे यो कसको कुनै एक्जस्ट चेन्ज भएछ अर्कै एक्जस्ट थियो यसमा सनकिस्ट होइन दाइ सनकिस्ट टल्क्यो जङ्ग दाइ यहाँ हुनुहुन्छ दाइ आज तपाईँ डुकाटी कुदाउँदै होइन एकदम सो पालिपिलो मिलेर कुदाउँ ल किनभने मेरो ढाड हल्का फकटअप छ कि मेरो अब ढाड पहिला जिम गर्दाखेरि गएको यो डुकाटी मिलेर कुदाउनु पर्छ ल दाइ दाजुभाइ मिलेर कुदाउँ होइन अनि यता देखाउँछु गाइज यहाँनिर चाहिँ हेर्नु एउटा गाडी रेन्ज रोभरमा हुन्छ नि नम्बर प्लेट पनि देखिएन रहेछ यो 125cc को उयो होला यो बाइक त के भन्छ टु स्ट्रोक इन्जिन हो क्या यसको त खतरा बजाउँछ यार गाइज स्विप दाइ अनि आज हामी कहाँ जाने हो आज हामी कंगारू भ्याली जाँदैछौँ बारामाटा रोडमा आज रन गाउँछन् होइन सन्डे चाहिँ रन गाउँछन् दाइले हुडी लाएको जस्तो देखिरह होला तर भित्रपट्टि दाइको फुल लेदर सुट छ नि त्यहाँनेरि दाइ पछाडि फर्किदिनु यस्तो छ नि त दाइको फेरि आजको OTD हो आउटफिट अफ द डे यस्तो छ गाइस यहाँनिर हेर्नु यिनीहरूको हेर्नु न यहाँनिर यिनीहरूले हावा हाल्न आएको जस्तो छ उही मा द्याट्स अ नाइस कार वाट डु यु डु फर लिभिङ वाला कन्टेन्ट हो कि क्या लुक एट द्याट गाइज एक्सक्लुसिभ कन्टेन्ट ओन्ली अन थट्स अन विल्स गाइज यस्तो यस्तो कन्टेन्ट हेर्नु मन छ भने चाहिँ कस्तो निट एन्ड क्लिन छ होइन यो गाडी ओ माई गड यो के हो यार फर्डको मस्ट्याङ दाइ कति वर्ष पुरानो होला यो हिस्टोरिकल भेहिकल लुक एट द्याट इन्टिरियर गाइज कत्रा यहाँनिर चाहिँ यो के भन्छ हावा हाल्ने ठाउँ हो यता अर्को पनि छ रातो जस बुढाहरू यहाँनिर जस चिल छ भने अस्ट्रेलियामा जस हुन्छ नि बुढाहरू यो सन्डे चाहिँ खतरा कुदाउँछन् यार यो पनि लुक एट द्याट आशिष दाइ उहाँ पेट्रोल हाल्ने ठाउँमा राखिदिनु न बाइक म हाल्छु पेट्रोल जस यहाँ भ्लग गर्दैछु गाइज अब पेट्रोल पनि हाल्न दाजुभाइहरूले सघाउनु पर्ने बेला भएको छ कस्तो लाग्यो गाइज तपाईँहरूलाई मेरो बाइक नडाँटी भन्नुहोस् मलाई त जे भए पनि आफ्नो बाइक दामी नै लाग्छ है आफ्नो बाइक चाहिँ दामी नै लाग्छ $20 को तेल जाँदो रहेछ गाइज होइन 10 लिटर तर सस्तो भएको रहेछ है दाइ तेल अहिले अलिकति सस्तो भएको रहेछ 20 त्यही राखिदिनु अब त्यही राखिदिनु म गएर तिरेर आउँछु दाइ ए श्रद्धा इन द हाउस व्हाट्सअप ओए झन्डै हान्दिएर गाडीले के छ श्रद्धा अब भ्लगर बोय म भइसक्यो नि त I just saw your videos. हो युट्युबमा कि टिकटकमा युट्युबमा आउँछ यो चाहिँ त्यही भएर द कन्टेन्ट इज यस्तो खास गरी हामीले कहिले खान्छौँ थाहा नै हुन्न कि अब हिँडेपछि बाटोमा के पाइन्छ पाइँदैन बरु सिधै यो खायो होइन ठिकै हुन्छ दाइ यो तपाईँको चालामाला के भयो ठिक छैन त बाइक नलिकन आएको बहिनीले ए किन के भयो तिम्रो ड्यु ए जुत्ता पनि एउटै रहेछ त म्या ढोक्ने व्हाट द हेल
आज त यिनीहरू कपाल गोल हो कि क्या हो श्रद्धा बढ्छ फर्स्टमा हाम्रो R6 छ त्यसरी ट्रम्प छ ट्रम्प हो कि ट्राइम्प हो ट्रम्प डोनाल्ड ट्रम्प स्पिड ट्विन 1100cc एप्रिले RS V4 अनि त्यसरी छ मेरो बाइक त्यसरी बिपलको त्यसरी दाइ गाडीहरू 3टा 4टा गाडी जाँदैछ 4वटा 1 2 3 4 बिपल आकृति यहाँ Insta 360 को लागि जोडेको छु यहाँनेरि हाम्रो दाइ अन द सुपरम्यान हेलमेट हैन सो गाइज वी आर रोलिङ क्यामेरा एंगल त ठिकै होला हैन गाइज अडियो त ठिकै आउँछ क्यामेरा एंगलको चाहिँ कुरा भयो क्या मेन आज अलिकति केटाहरू सँगसँगै कुदाउनु पर्छ आहा कति मजा यार यो हो नि त मजा यो बाइक बिच गाइज कावासाकी BMW अनि उता पारामाटामा चाहिँ उयो छ अरू जस अरू ब्रान्डहरू छ मेरो अगाडि चाहिँ सुदीप दाइ हुनुहुन्छ अन 1000 डबल यतापट्टि चाहिँ मेरो छेउमा डुकाटी दामी देखिन्छ डुकाटी पनि गाइज सेक्सी देखिन्छ टर्मिनोनी आवाज सुन्नु न गाइज यार यो आवाजको लागि हो क्या म तडपिने जहिले गाइज मैले त कसम सोचेको नि थिइनँ क्या जब म नेपालमा हुँदाखेरि 200cc को बाइक लिएर हुन्छ नि म जान्थेँ नि राइड गर्न मैले सोचेको थिइनँ क्या कुनै दिन हुन्छ नि म पनि यसरी हुन्छ नि स्पोर्ट्स बाइकको ग्रुपमा हुन्छ नि यसरी हिँड्न पाउँछु या मेरो पनि यसरी राइड गर्ने अवसर मिल्छ जीवनमा कतै कसो होइन भनेर सोचेको नि थिइनँ तर जस फर्चुनेटली सबै कुरा ठिकै हुँदै गइरहेछ जीवनको त्यो त गाइज उयोले त विली यसरी हो त्यो त सो गाइज है मेरो बाइकमा चाहिँ यो ग्रुपको सबभन्दा हुन्छ नि लिस्ट एड्स भएको राइडिङ एड्स भएको बाइक चाहिँ मेरै हो क्या एड्स भन्नाले फेरि HIB होइन है राइडिङ एड्स भनेको चाहिँ राइडिङ गर्दाखेरि हेल्प गर्ने बाइकको फिचर्सहरू क्या त्यो चाहिँ मेरो बाइकमा यहाँ रोकिदिउँ इज्जत साथ रोकिदिउँ होइन इज्जत साथ रोकिदिउँ के छ दाइ होइन म सँगसँगै कुदाउँछु यहाँ पनि S1000हरू लिएर बसिरहेछन् केटाहरू माथिको प्लेन चाहिँ त्यो पानीमा चल्नेवाला पानीबाट टेक अफ गर्नेवाला प्लेन हो क्या मेरो माथि छ म तपाईँलाई देखाउँछु ल ऊ त्यो अगाडि एउटा मात्रै इन्जिन हुन्छ क्या यसको चाहिँ एउटा मात्र अगाडि सुर फ्यान घुम्ने होइन त्यो अगाडि त्यो हेर्ने ककपिटबाट हेर्ने ठाउँमा अनि तपाईँको तलपट्टि त्यो बोटको जस्तो हुन्छ तल सेल गर्न मिल्ने मस्तसँगले कुदाउँछन् यिनीहरूले सन्डे त यहाँनिर अस्ट्रेलियामा हुन्छ नि यो सन्डे त प्रायः जस्तो अस्ट्रेलियामा यो राइडिङ कल्चर हुन्छ नि गाडी निकाल्ने बाइक निकाल्ने फ्राइडे नाइट आउट कल्चर यो चाहिँ लाइक लास्टै खतरा छ क्या फ्राइडे फुल सिटी प्याक हुन्छ जाम हुन्छ चारैतिर होइन प्याक हुन्छ क्या तपाईँको तर सन्डे फेरि त्यही बुढाहरू होइन जति दारू खाए पनि बिहान टक्क अघि देखाएको जस्तो गाडी निकाल्छन् अनि टक्कसँगले हिँड्छन् क्या आफ्नो तरिकाले जसले जति सक्छ त्यति गर्छ क्या चाहिने जति गर्ने हो सो गाइज है यो ठाउँमा आएपछि चाहिँ मलाई के जस्तो फिल भयो भने नेपालको हुन्छ नि त्यो BP हाइवेबाट तल हाम्रो तल के भन्छ बर्दिवास लाग्न लागेको बेलाको हुन्छ नि त्यो उकालो ओह्रालो त्यस्तो खालको बाटो क्या 90 को जोन रहेछ हामी मलाई कुदाइरहेछौँ 80मा यो त भएन गाइज यो ट्रकले गर्दा मलाई हल्का ल्याङ भइरहेछ क्या
केटाहरू चाहिँ अलिकति अगाडि गइसकेका छन् थोरै अगाडि 100 मिटर जति अगाडि छ नि यो गाडीको त्यही भएर अलिकति मलाई ल्याङ भइसक्यो रोड के हो चिल्लो चिल्लो छ त रोड त के हो के पोख्या हो यो व्हाट द फक यो के हो गाइस खै के पोख्या छ यार यहाँ ए बाबा उयो गाडी आगो लागेछ नि त गाइस उयो गाडी हेर्नु त त्यही निभाउनलाई त्यो स्प्रे होला क्या त्यसको त्यो दमकलको पानी सानी यताउति हुन्छ नि आगो लाग्दैछ यार बिचराको गाडी नै लेट्स गो त्यो बाइक त यार उड्छ नै होला क्या हो यो चाहिँ मजा आउँछ सँगै बस्नु पर्यो अब चाहिँ धेरै नजिक पनि बस्नुहुन्न क्या हाई स्पिडमा हुन्छ अनि अलिकति ऱ्याग हुनसक्छ तर यतापट्टि R6 ले पार्दैछ ओए खतरा जस उसले खतरा उइली सुइली हानिदिन्छ R6 मा हैन जस मिठो आवाज छ यार त्यसको त्यो R6 को यतापट्टि देख्नु गाइज यो बाइकिङ कल्चर चाहिँ लास्ट छ यार यहाँनिर मैले त्यति चाहिँ थाहा पाएको छु हेर्नु गाई जङ्गलै जङ्गल रिजनल स्टार्ट मोटरवे अरे ल यहाँदेखि चाहिँ अब मोटरवे सायद स्टार्ट हुन्छ होला अलिकति हाई स्पिडमै हुन्छ यहाँनिर साइड बाई साइड खतरा खिच्दैछ है चाहिँदा अब फेरि क्यानियन स्टार्ट भएछ गाइज होइन हल्का कर्भी रोड्स अघिको जस्तै मोटरवेमा चाहिँ सही मजा आउँछ रेट्नलाई तर क्यानियन्समा पनि कुदाउन चाहिँ सही मजा आउँछ क्या ओहो रेप म्याच गर्दै कुदाउन चाहिँ गाइज होइन सही मजा आउँछ क्या यो बाटोमा अब नेपालमा चाहिँ हामी त्यो 300 cc को बाइकहरूमा चाहिँ मजा आउँथ्यो यहाँनिर चाहिँ लाइक 600 1000 पनि रेप म्याच गर्दै हान्न मजा आउँछ क्या सही मजा आउँछ गाइज यो बाटोमा तोप्न पाए कस्तो तोप्थ्यो होला यार केटाहरूले हेर न बाटो आम्मा गाइज लुक एट दैट त्यहाँ पर समुद्र देखिरहेछ कस्तो दामी देखिरहेछ होइन पर सी पनि त्यो सिप पनि छ क्या त्यहाँनिर एपिक
गाइज यार यो ऱ्याप्टरले यो के हो रेन्जरले के बोकेर गइरहेछ यार यस्तो खतरा गाडी बोकेर गइरहेको रहेछ यार त्यस बाइकको त्यो पछाडि यो अब सिधा बाटो मात्र कुदाएर होला बिचमा मात्र कालो छ क्या कालो प्याच देखिरहेको छ बिचमा मात्र त्यो हुन्छ नि जब कर्भ आउँछ तब मात्र अनि त्यो साइडको तर यो यस्तो बाइकहरूमा चाहिँ क्या बिचको चाहिँ अलिकति हार्ड कम्पाउन्ड हुन्छ साइडको चाहिँ अलिकति सफ्ट कम्पाउन्डले बनेको हुन्छ क्या त्यो टायरहरू सो तपाईँले ग्रिप चाहिँ पाउनुहुन्छ टर्न गर्दा पनि अब यस्तो सिधा कुदाएर पनि तपाईँ लिन गर्न थाल्नुभयो भने हिट भइसकेको हुन्छ क्या टायरहरू म सुरुमा अस्ट्रेलिया आउँदाखेरि लास्ट उयो भयो क्या साला म बस्ने एरियामा त सबको घरमा बोट रहेछ क्या त्यो भन्नाले बोटहरू एकदमै धेरै राख्दो रहेछ क्या यतातिर हुन्छ नि आफ्नो मान्छेहरूले हुन्छ नि घरको बाहिरतिर यसरी ट्रेलरमा राखिदिरहने के मलाई त थाहा थिएन अनि पछि बुझ्दै जाँदा त ल यहाँ त कल्चर रहेछ क्या लाइक यो समुद्र नजिकको देश हो नि त ल यसको सिटीहरू सबै सीको छेउछाउ छ सो के हुँदो रहेछ भने यिनीहरूले चाहिँ प्रायः जसो हुन्छ नि एउटा बोट सोट किन्ने अनि सन्डे यसो फ्यामिलीहरू 2-4वटा हुन्छ नि खानेकुरा लिएर यसो बियर सियर लिएर गएर टक्क बोटमा चिल गर्दै बस्ने होइन ट्यान गर्ने त्यस्तो रहेछ क्या यहाँको कल्चर सो इट्स प्रिटी गुड हुन्छ नि रिल्याक्सेसनको लागि त बेस्ट एउटा बोट लिएर टक्क आफ्नो एउटा ऱ्याप्टर किन्ने होइन अलिक धनीहरूको सोख हो तर यो चाहिँ हुन्छ नि यो गरिबहरूको सोख चाहिँ होइन त्यो मोस्ट प्रब्लली बोटलाई नै पर्छ होला $1,00,000 जति अनि ऱ्याप्टरलाई पर्छ त्यस्तै 50-60 ट्रेलर्स लिएर गर्दा तपाईँको लगभग पर्छ क्या $2,00,000 जति अब मान्छेले घर किनिरहेको हुन्छ क्या $2,00,000 हुनेहरूले सो प्रिटी एक्सपेन्सिभ सेटहरू हो योहरू होइन यहाँनिर रोकिरहेछ कसले रोक्यो बाइक किन रोकिरहेछन् केटाहरूले ए केटाहरू त तुफान गएर हाम्रै केटाहरू रहेछन् कहिलेकाहीँ यस्तो एक्जिटहरू मिस भयो भने चाहिँ गाइज होइन लेट चाहिँ यस्तो ठाउँमा चाहिँ 8-10 किलोमिटर हो क्या ऊ पर लगेर अर्को एक्जिटबाट घुमाएर अनि कताबाट फेरि यही बाटो हालेर फेरि यस्तो गरिदिन्छ क्या ब्युटिफुल कन्ट्री हो यार यो यस्तो फ्रेसनेस छ नि यो देशको हावामा माटुङ्गे यस्तो सफा राखेको छ यो देशलाई होइन पैसा पनि त्यस्तै लिन्छ ट्याक्स फाइन रोडमा यति पक्रिदियो भने म $400-500 $600 हुन्छ क्या फाइनहरू नो पार्किङको 100 समथिङदेखि स्टार्ट छ होइन नो स्टपिङको 300-400 सो प्रिटी एक्सपेन्सिभ सेटहरू छ क्या यहाँनिर कस्तो दामी बाटो क्या माटुङ्गे यार बाटो चाहिँ बनाएको छ यार यिनीहरूले गाइस 6 गियरमा छु म नेपाल पनि हुन्छ नि यस्तै डाँडा काँडाले भरिएको देश हो क्या हुन्छ नि यहाँको भन्दा राम्रो डाँडा तर हाम्रोमा बाटो यस्तो छैन क्या गाइस यतिको राम्रो बाटो टक्क हुन्छ नि मान्छेहरू सबैले कमाउन पाए सबैले गाडी चढ्थे रिक्सामा कोही चढ्दैन थियो यहाँ कोही छ त रिक्सा चढ्ने यहाँ पनि त रिक्साको आवश्यकता त थियो होला नि त एक जमानामा यार तर के भन्यो होइन रिक्सामा ढिलो पुगिन्छ गाडी चढाउँ हाम्रो जनतालाई भनेर साला यिनीहरूले गाडी चढाइदियो सबैलाई हाम्रोले माटोले रिक्साबाट अपग्रेडै गर्न सकिरहेको छैनन् क्या हामी मलाई 2 वर्ष अगाडि आएको त मान्छे यार 600 चढेर माटोले 1 लाखको हेलमेट लगाएर 1.5 लाखको ज्याकेट प्यान्ट लगाएर हिँडेर हुन्छ मान्छेहरू यार 1 मिलियनको घरको डाउन पेमेन्ट हान्छन् केटाहरूले हुन्छ नि त्यस्तो देश हो गाइस अपर्च्युनिटीले भरिएको त्यही भएर तपाईँहरू आउन मन छ भने चाहिँ ढिला नगर्नुहोस् जङ्गदाई अफ ट्र्याक गयो जस्तो छ यार जङ्गदाई आउट्र्याक गएको हो अब म कुदाउँछु ल त्यो
ढाड दुख्न थाल्यो दाइ कस्तो भयो मजा आयो ह किन यो लुकआउटमा रोक होला मजा आएन माथिको त्यो कायामाको लुकआउट छ नि तिमीलाई कस्तो मजा आयो मजा आयो यस्तो नराम्रोसँग आउट भयो पनि मलाई लाइनबाट यस्तो हेर्छु त दाइ त भित्ताको छेउमा पुग्नु भएर भित्र छिर्दै हुनुहुँदो रहेछ यहाँ छ रेकर्डेड लास्टमा के भयो